ल यो नै चाहिँ दाइ यो हामी कहाँ जाँदैछ अरे म कि हामी हामी हो क्या हामी हो सरी अर्को ब्लग हो वहाँ केही लागेन है तैँले पनि खाने जस्तो मैले त खाएकै होइन उसको दिदी कति उज्यालो कति राम्रो उज्यालो आएको हो योसँग त ठिक छ तिमीलाई यहाँ नाक लामोको कहानी सुनाउँदैछ है सामने छिटो छिटो दोकानमा बोला होला भोकै नपर्ने होला भोकै फर्कनु भएन ल ल ल ल ल ओके सकिसक्यो खिचेर नलुके नि हुन्छ त्यो आएर ऊ भन्ने भाइ तिमी खाऊ है तिमी खाऊ ए रोए सन्जय नसिकाए क्या मलाई चाहिँ अब त नसिकाए आयो खान्छु आएन यसो चिसो हो कि ल भोलुन्टु साथीहरू पनि हुन्छ यहाँ यस्तो छ हालत Game. English mama. Yes, why not?
बाहिरबाट कसले जस साउन्ड 6जनालाई बोलायो होइन सब तर्सेर मलाई फोन हान्यो मैले लौडा भइसक्यो साँच्चैको हो कि कस्तो अनि त्यहाँबाट बिहान उठ्ने बित्तिकै मैले गएर अनि के रहेछ भनेर म चाहिँ पुरा इन्भिटेसन गर्न ठिक छ गर्न गएको कस्तो मेरो नै नाइस ट्राई भयो नि बिहान गएको त त्यहाँ स्टाफहरूको होटेल के अरे सुत्ने कोठा चाहिँ त्योभन्दा छेउमै रहेछ क्या अब बिहान बिहान हामी त चाम क्या अब केटाहरू तर्सायो भनेर यिनीहरू सबै हिजो राति रातमा सुते खानु होइन त म्याक्सिमम सुटिङ भयो भने कतिखेर मान्छे राम्रो भएपछि खाँदा पनि कति राम्रो आउँछ है उसले मान्छे राम्रो भएपछि खाँदा पनि राम्रो आउने मान्छे राम्रो हो कि खाएको राम्रो हो खाजा मिठो हो तीनटा आँखा भएको एउटा आँखा दुईटा आँखा तीनटा आँखा यस्तो छ राम्रो यो हाम्रो यो सिल्भर जुब्ली मनाउँदाखेरि बनाएको एउटा यो स्मारिका हो अनि यो चाहिँ हाम्रै भाइ बहिनीहरूले चाहिँ कल्चरको बारेमा सबै जात जातिहरूको कल्चरको बारेमा लेखेको लेखहरू छ कि यो चाहिँ तपाईँहरूको उपहार अनि यो हाम्रो एकदम मायाको चिनो हो हजुरले यति मिठो खाना हामीलाई खुवाउनु भयो होइन यति राम्रो चाहिँ हामीलाई चाहिँ सम्मान दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दै तपाईहरु
अलिसा गुरुङ अहिले चाहिँ अहिले यो गुरुङ कटेज चाहिँ अहिले म केही महिनाको लागि चाहिँ हेर्दैछु तर मेरो बुवा मैले खोल्नु भएको होटल हो यो चाहिँ 30 वर्ष भइसक्यो गुरुङ कटेज भनेर जुन चाहिँ अहिले फेमस भइरहेछ नि त्यो चाहिँ मेरो बाबा आमाको मेहनत अनि म भनेको चाहिँ सबिन सरको स्टुडेन्ट पनि हो नितो म्यामलाई पनि अलिअलि आइडिया छ होला मेरो विचारमा तर म उहाँको स्टुडेन्ट अनि हिजो रातिको त्यो डान्स चाहिँ अति बवाल लाग्यो मलाई अति बवाल लाग्यो अनि यसो हेरेर अनि खाजा खाना आइदिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि आउनु होला फेरि आउनु होला अब चाहिँ नबोलाइ पनि आउनु होला प्लिज ल यसमा हामी अलिसा बहिनीसँग जोडिन चाहिँ हाम्रो सबिन भाइले पनि हामीलाई ठुलो यो मद्दत गर्नुभयो होइन सबिन भाइ मार्फत हामी जोडिनु पायो नि त सबिन भाइलाई पनि धन्यवाद है ल जाम त ल बस ना तुझं काढ ना